को होला अनि त्यो अन्डा भिसकेर चिन्छु त म ल एकछिन यहाँ आएको थियो जाऊँ न तल तल जाऊँ न त्यसै नि यही हो निस्किरे प्रभुलाई धेरै धन्यवाद सोचिरहेको थिएँ ल ल भात पकायौ पकाएको छैन नि आऊ ल ल यो चाहिँ किनेमा लिएर आइछ भिडियोग्राफर ज्याकेट खोल्नु पर्यो टेन्सनको गालो कुच्चीको चस्मा कालो लुम्बुमी केटकेटीलाई ओके सो हे गाइस वेलकम टु माई ब्रान्ड न्यू ब्लग हामी सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै नै छु बिहान उठ्यो उठेर चिया खानु लाग्यो है चिया खाएर अब लाग्छु कामतिर मेरो चाबी सबै रेडी छ चिया खाएर अब जानुपर्छ काममा लाग्यो अब खाएर बन्द गयो चाहिँ तेलहरू जानुपर्छ होइन सबै निकाल्नु गाडीमा बसिरहेर त्यहाँ बस्नु निकाल्यो धुलै धुलो गरेर बसेर चाहिँ पानी पानी कुदाउनु परेको थियो अनि छिटो लागेको थियो त्यस्तो मैले है दिनभरि नै चलाउने हो अब यति बेला निस्कियो बेलुकासम्म चलाउँदा अलिअलि
छाँडा हाल्नुपर्छ। ल यहाँ चाहिँ जान्छ। तपाईँको धन्यवाद दिनुहोस्। अब म साथमा रहिरहेको छु। कतिखेर आउनुहुन्छ तपाईँ? केरा भर्खर रहन त तर पाकेको रहेनछ कि अब काँचो केरा के बोकेर जाने यहाँ त अगाडि छैन है। अन्त अगाडि छैन। म फर्किन्छु, फर्किनै पर्ने हुन्छ म। केरा नपाकेको क्या म कति ठाउँ केरा किन्नु गएर हुन्छु होइन। केरा किन्नु जाँदाखेरि आज पाके छैन भाइ भोलि हुन्छ, आज पाके छैन किनभने अहिले मार्केटमा 27 केराको मैले केरा पाइएन। आजहरू केही नपर्छ नर्मली लिएर जाउँ न। जाँड आएको थियो भन्दैमा कता देख्ने कि भने त अलिक मिलाएर यहाँ रहेछ नि फलफुलको मन्डी नै गाइस। अलिअलि कोसेली पनि भिडियो होइन। अब खालि कहाँ झऱ्यो यार। अब चाहिँ लागौँ बराबर लागौँ है त। अनि लेट्स सी द रिएक्सन।
एक्लै आउँदैछु बाटो परेर आयो नि त त्यही मलाई बोलाउनु भएको नेक्स्ट विक चाहिँ म बहिनीलाई पनि लिएर आउँछु क्रिसमस पनि नजिकै छ बाटो धेरै हुन्छ धेरै बस्यो नि त म उता बुढामाहरूसँग धेरै बस्यो आफू चाहिँ केही गर्नु सकेको छैन अरू धेरै गर्नु भएको छ अहिले यसरी नचिने तपाईँले चाहिँ छोरो छ भने हुन्छ नि त फेसबुक पनि चाहिँ एकछिन लाइट परिहाल्छ सुरु भइसक्यो No one is here. Hello. Hello. खै त मान्छेहरू खै त मान्छेहरू भन्न गुरामाहरू तल बस्नुहुन्छ त कहाँ तल त्यो गेटदेखि अलिकति भित्र आएर अँ फोन गर्नु त्यो गेटदेखि अलिकति भित्र 5-6 घर अगाडि सबैजना उतै हो सबैजना ला म त चर्च चाहिँ यही हो चर्च त यहीँ अहिले आउनुहुन्छ यहाँ आउनुहुन्छ अहिले आउनुहुन्छ कति बजी आउनुहुन्छ 11 बजी हो थेट म त यही होला लुली छिरेको फोन नम्बर छ फोन नम्बर छ छैन भने म दिन्छु दिनु त यही हो गाइस यही हो म भन्छ छिरेको थिएँ होइन यति छिरेको थिएँ मैले यहाँ त साउन्ड सुनेर थाहा पाइसक्यो उहाँ नै हो बाइक लिएर आउने त ल ल भनेर आएन उहाँ नै हो Let's go guys. के गर्छ छैन यही हो निस्कनु जस्तो आएन छिराएँ त म यस्तै हुन्छ है
Okay guys, aku kerja, but I am ready to face. Terima kasih. Sini na to. Tidak. Kau lah. Ani order सबै चिन्छ त म ल एकछिन यहाँको आयो जाऊँ न तल जाऊँ न रुम सर्नु भएको रहेछ खोज्दै आएँ तल बस्नु आउँछ बस्नु चिने मलाई चिने के छ ठिक छ चिनेन होला है चिन्यो खै त अरू आन्टीहरू आन्टीहरू खै मनिषहरू मम्मी मात्रै खान्छ गुरुआमा मात्रै खाने आन्टीहरू त नभनाइ म हो भने नभनाइ मम्मीलाई त भेटिसक्यो खै त आन्टीहरू अनि उ के अरे बस्नु सन्चै छौ सन्चै छ दिदी आएन म यतै एक्लै आएको खै त मनिषहरू ठिक छ ए ठुलो भएर खै यताउता ओ साना नि आयो तिमी मात्रै आयो म हिजो बेलुकै सोच्दै जानु पर्यो भनेर सोच्दै बसिरहेको थिएँ अनि ठ्याक्कै यहाँ अगाडिको टिप पऱ्यो क्या अनि सुसी त्यहाँ गएको त्यहाँ गएर माथि छिरेको कोही देखिन अनि खै त भने अनि यहाँनिर यस्तो यस्तो ठाउँमा बस्नुहुन्छ भने थिएँ खोज्दै आएको पक्कै पनि होला छिरेको सुरुमा आधीसम्म आएँ गुरुआमाको आवाज सुनि ल भनेको सुनि यही हो भने अनि छिरेँ प्रभुलाई धेरै धन्यवाद सोचिरहेको थिएँ क्या ल भात पकायौ पकाएको छैन नि आऊ ल यो चाहिँ किनेमा लिएर आइछ म त बोलिनँ भर्खर देख्दैछु अनि बहिनी आइन म हिजो बेलुका सोच्दै सुतेको थिएँ जानु पर्यो भनेर अनि काम गर्दा गर्दा ठ्याक्कै यहाँ आइपुगेको थिएँ क्या अनि माथि पहिलाको रुममा गएको थिएँ अनि त्यहाँ लुइलुई छिर माथि हेर्छु तल हेर्छु कोही देखिँदैन अनि बोलायो एकजना दाइ आउनुभयो अनि तल ट्याक्टर अस्तिर बस्नुहुन्छ भनेको थिएँ म त उहाँ गोर्खाको भनेको उयो भइहाल्थ्यो नि त लाटा अनि खोज्दै आएँ ट्याटो अस्तिर छ भन्नुभएको थियो अनि पक्कै पनि यो होला भने आधी बाटोसम्म छिरेर आएँ तपाईँको स्वर सुनेर अनि फेरि गएर अनि आएको अनि सन्चै छौ तपाईँलाई कस्तो छ अहिले त ठिक छु एकदम ठिक छु परमेश्वरको अनुग्रहमा
प्रब्लममा जीवन दिनुभयो चर्च चाहिँ उतै माथि जाने हो माथि नै जाने हो यहाँ त्यो एक तला घरमा अलिक त्यो भुइँतलामा नबस्नु 1-2 वर्ष सक्नुहुन्छ नि भनेको थियो डक्टरले अनि यहाँ बुढोहरूले लिइदिएको अब माथि नै बसेको थिएँ म त अब उनीहरूले लिएर बस भने जस्तो बस्नु पऱ्यो नि त होइन ल ल जाऊ उयो राखेर अब खाना खानुपर्छ अरे हिँड्नु पो पर्छ किन वर्ष नि खै त मनिष मन्जुहरू त फाइनली गाइस म चाहिँ आइसकेँ होइन सरप्राइज पनि दिएँ रुलको भित्रहरू जय मसी बाबु जय मसी के छ के छ म खोज्दै चाहिँ आइपुगेँ यार ठिक छ नि कहाँ गएर म यहीँ तल हाम्रो रुम तल छ ए अनि के छ धेरै ठिक छ म त माथि गएको थिएँ सुरुमा माथि गएको थिएँ अनि माथि गएको देखिनँ अनि त्यहाँ दाइलाई सोधेर अनि अब स्यालेरी नै चाहिँ सोध्नु हुँदैन के अरे दिनमा चाहिँ कति हुन्छ कस्तो कपाल मेरो लो गाइज गुड मर्निङ वेलकम टु आवर न्यू भ्लग हामी सबैजना सन्चै हुनुहुन्छ र म पनि एकदमै सन्चै छु आज चाहिँ न्यू डे न्यू भ्लग गर्दैछौँ हामीले विशेष गरी आज चाहिँ आफ्टर लङ टाइम हामीसँग चाहिँ हाम्रो पिटर दाइ हुनुहुन्छ उहाँकै च्यानल हो यो चाहिँ होइन हामी भेट भएका छौँ एकदमै खुसी महसुस गर्दैछौँ हामी र हामी आज चाहिँ शनिबार भएको कारणले चाहिँ हामी चर्चमा छौँ हाम्रो दाइ पनि हुनुहुन्छ हामी सबैजना छौँ अब हाम्रो केही समयपछि चर्च पनि सुरु हुन्छ सो यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ यो च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न पनि नभुल्नु होला र बेल आइकनलाई चाहिँ तपाईँले अलमा सेट गर्नु होला जसले गर्दा चाहिँ हाम्रो च्यानलबाट अपलोड हुने हरेक भिडियो चाहिँ सबैभन्दा पहिला तपाईँको फिडमा आउनेछ है त गाइस सबैजना आइसक्नु भएको छ गाइस निस्किसक्यो हामीले चर्च गएर सम्मति गरेर यताउति गरेर निस्क्यौँ अहिले एकछिन बसेको भाइले बाइक चलाउँछु भनेर लिएर गएको छ एकछिन अनि यहाँ बसेर चियाचा खाएर जा भन्नुभएको थियो अनि एकछिन बसेर कुराकानी गरेर अनि निस्किनु पऱ्यो भनेर बसेको म चाहिँ यहाँ अहिले बाइक लिएर गएर कहाँ गयो कहाँ पुगिरहेको छु सो आएपछि एकछिन बस्छु अनि निस्किनु पर्ला